गुड मर्निङ गाइज, के छ खबर? सन्चै हुनुहुन्छ? सो आजको मेरो प्लान भनेको चाहिँ हाइकिङ जाने छ भुन्डोल भन्ने ठाउँ, दक्षिणकालीभन्दा अलि माथि। म यहाँबाट अहिले लगनखेल पुगेर लगनखेल चाहिँ साथीहरूसँग पुग्ने भन्ने प्लान छ। ल लेट्स गो गाइज, हामी भुन्डोल पुग्छौँ है त। आजको यात्रा भनेको भुन्डोल। ओके गाइज, म जानलाई चाहिँ बस पुगिरहेको, चापागाउँको बस लगन जानलाई बस आइरहेको होइन, बस सायद आउँछ होला एकछिनमा। बस टेम्पो जहाँ आउँछ त्यसमा जाने। ठ्याक्क टेम्पो आएको छ, यो टेम्पोमा अब छ भने जाने। यहाँबाट लगनखेल जाने, लगनखेलबाट चाहिँ दक्षिणकाली जाँदो रहेछ ठ्याक्कै। त्यहाँबाट चाहिँ हाइकिङ गरेर उता भुन्डोल जाने भन्ने प्लान छ हाम्रो। टेम्पो आएको छ। ल यस्तो गाइस, म चाहिँ लगनखेल पुगेँ। अब म यहाँ चाहिँ साथीहरूलाई खोजेर, मेरो ग्रुप खोजेर चाहिँ म अगाडि बढ्ने छु। ओके, हामी चाहिँ अब गाडीमा बसिसकेका छौँ सबै टिमहरू। हामी अहिले गाडीको रफ्तारमा छौँ, जसमा म रफ्तारमा बसेको छु। अब केही क्षणमा चाहिँ हामी भुन्डोल पुग्नेछौँ। अहिले चाहिँ हामी यो एकान्त कुनादेखि बल्खुसम्मको दक्षिणकालीसम्मकै गाडी हो। अहिले चाहिँ हामी यहाँबाट लगनखेलबाट हिँडेर चाहिँ फर्पिङ झर्ने भन्ने प्लान छ। त्यसपछि हामी फर्पिङबाट चाहिँ हाइकिङ नै हुने प्लान छ। हामी चाहिँ अहिले एकान्त कुना क्रस गरेर बल्खुतर्फ लाग्दैछौँ। बल्खु अहिले केही छिनमै पुग्नेछौँ। हाम्रो गाडी चाहिँ अगाडि बढिरहेकै छ। एकदम राम्रो देखिएको छ बाहिरको रोड चाहिँ हाम्रो। जस चाहिँ हाम्रो यो चाइना र नेपाल बिच सम्बन्धको रोड हो। यो चाहिँ हाम्रो बागमती हो। बागमतीमा आउँदाखेरि यस्तो बनाउँछ, पुरै थाहा छैन। ल गाइज, हामी चाहिँ फर्पिङ जाँदैछौँ। हामी चोभारमा पुग्यौँ। अहिले चाहिँ यो चोभारको डाँडा हो, चोभारको जङ्गल हो। यहाँ नेपाली फिल्म सुटिङ हुने चाहिँ एकदम म्याक्सिमम हुन्थ्यो यहाँ। अहिले चाहिँ खासै हुँदैन। अहिले त सुटिङ कहाँ हुन्छ, कहाँ अहिले बाहिरै हुन्छ प्रायः त। आज नगएको भए म यता आउँथेँ। यो माथि छ नि उपिल्यान्ड छ, त्यो उपिल्यान्ड छ। बाघ छ। अब के देखिन्छ? थोरै म्युजिकको साउन्ड अलिकति ठुलो बनाउनु पऱ्यो नि। सर हेर्नु राम्रो छ, सही छ है। अब यो हामी चाहिँ यहाँ टौदह पुग्यौँ। टौदह भनेको चाहिँ हाम्रो यो किर्तिपुरदेखि अलि माथि चोभार क्रस भइसकेपछि आउँछ। माछा पनि टन्नै पालेको छ नि टौदह क्रस गरिसकेपछि हामी चाहिँ अब अगाडितिर बढ्दैछौँ। फर्पिङ चाहिँ केही समयमै आइपुग्ने छ। अब फर्पिङमै झरेर चाहिँ हामी हिँड्ने प्लान छ। यता चाहिँ यो दक्षिणकाली साइड भनेको चाहिँ एकदम हाम्रो नासपतिको लागि चाहिँ एकदम प्रख्यात ठाउँ रहेछ। जस्तो ठाउँमा लाग्यो नि यहाँ नासपति चाहिँ एकदम राम्रो भइदिँदो रहेछ। खुसी लाग्यो चाहिँ। फर्पिङु तल होइन, पुलिस गएको भए राम्रो हुन्थ्यो। तलाउहरू छ नि त। त्यहाँबाट जानुपर्छ जाँदाखेरि। हामी गएको त्यो तल छ नि, त्यहाँबाट यो हिँड्दै हिँड्दै माथि उक्लेर गएको, त्यो माथिबाट। गाडीको स्पिड रफ्तारमै छ, छिटै पुर्याउँछ जस्तो छ। नासपतिको प्रख्यात ठाउँ हो क्या नासपति बाहेक अरू केही छैन। गाडी हिँडेकै छ, अगाडि बढेकै छ। हामी अहिले चाहिँ हामी तिनजना एउटै सिटमा चाहिँ हामी तिनजना बसेर आएको छौँ। एकदम प्याक हुने गाडी। हामी
फर्पिङ पुग्यौँ। यो फर्पिङको ग्राउन्ड हो, एकदम फुटबल खेल्दा रहेछन्। चेकिङ चाहिँ यहाँ हुँदैन। ओके गाइज, हामी अहिले चाहिँ यहाँ खाजा खानलाई निस्केको फर्पिङमा। यहाँबाट हिँड्दै जाने हो त यार? कहाँ हिँड्दै यार? खसी बजार कहाँदेखि? नैकापदेखि। नैकाप भन्ने कतातिर? नैकाप त त्यहीँनिर हो क्या, कलङ्कीतिर। खाजा तयार भयो ल। हाम्रो पार्टनर टिमले चाहिँ बनाउँदैछ खाजा। हामी चाहिँ अहिले यो रेस्टुरेन्टमा छौँ। यहाँ फोटो सुटिङ पनि भइरहेछ अलिअलि। हामी रमाइलो गर्दैछौँ। जे होस् हाम्रो खाजा रेडी हुँदैछ। यहाँबाट खाजा खाएर हिँड्ने प्लान भयो। अब खाजा खाएर हिँडिसकेपछि एकदम गाह्रो होला जस्तो छ। खाजा खाएर हामी केही छिन बसेर जानेछौँ। फोटो खिचिदिउँ खै, फोटो खिचिदिन्छु यता हेर। हेर यिनीहरू पोज। खाजा रेडी भइसकेको छ हाम्रो। खाजामा चाहिँ हाम्रो मोमो, चाउमिन, एउटामा दुईजना हो, खाइदेऊ न तिमीले। चिकन नभन न, सबै खाऊ। सर्व आएर भइसक्यो, सबै खानुपर्छ। पिताम्बरजी, हाम्रो हेमराजजी, शाहजनजी एकदम रमाइरहनु भएको छ। हाम्रो खाजा खाने कार्यक्रम सकियो। अब हिँड्दैछौँ हामीहरू। हाइकिङ चाहिँ अब यहीँबाट सुरु हुनेछ हाम्रो हाइकिङ राम्रै होला जस्तो छ। ल, यहाँ कोदोको रक्सी पनि एकदम राम्रो पाइन्छ है खाने भए। जे होस् रमाइलो गरिरहेछन् सबै साथीहरूले। अब के जानुपर्ने हो। अब हस्त गए हामी यहाँबाट हाइकिङ हिँड्न सुरु भयो हाम्रो यात्रा। हाम्रो टिम भने पनि, ग्रुप भने पनि अगाडि बढिरहेकै छ। छाता, घाम धेरै भएको हुनाले छाता ओर्दै हिँड्दै, छाता पनि 1-2 जनाले मात्रै ल्याएको रहेछ। मैले त झन् ल्याउँदै ल्याएन। म एउटा पानीको बोतल बोकेर आएको। यस ल, ठिक छ। हाम्रो ग्रुप चाहिँ अगाडि बढिरहेको छ। केही सामान ल्याएको थियो ग्रुपले, बोक्नु परेको छ झोलामा केही चिजहरू। जस गाह्रो भइरहेछ। ठिक छ, अब हाम्रो हाइकिङ एकदम रमाइलो हुन्छ जस्तो लाग्छ। यहाँबाट हामी अगाडि बढेकै छौँ। एकदम बोर फिलिङ भएको बेला चाहिँ घुम्न आउनु एकदम राम्रो छ। यो प्राय चाहिँ स्टुडेन्टहरू होइन, तपाईँहरू एकदम बोर हुनुभएको छ भने चाहिँ आउनुहोस्। एकदम राम्रो छ, हाइकिङ गर्न। साथीहरू ग्रुपमा आउँदाखेरि अलि राम्रो हुन्छ। मतलब त्यस्तो केही असर पर्दैन, पैसा पनि खासै लाग्दैन। ग्रुपमा आउनु भने तपाईँ सजिलैसँग आउन सक्नुहुन्छ। फोटो खिच्दैछ। झापामा यतिकै उकालो छ कि हुँदैन? एकदम बौद्ध धर्महरूको चाहिँ एकदम गुम्बाहरू चाहिँ धेरै छ भनौँ होइन। एकदम मान्छेहरू गुम्बा
गुम्बाकै लागि गुम्बा हेर्नुकै लागि पनि धेरै आउँदो रहेछन् बौद्धिस्टहरूको चाहिँ एकदम प्रख्यात ठाउँ हाम्रो केटाहरूले पनि यसो पूजा गर्दैछन् अलिअलि थोरै पूजा गर्न नि त्यस्तो टाइम भएन हामीलाई छिटो किनभने हामी चाहिँ 11 बजे नै माथि हामी जाने प्लान बुन्डोल पुग्नुपर्ने हुन्छ त्यसको लागि चाहिँ साथीहरूले खासै भिजिट नगरेरै अहिले चाहिँ कन्टिन्युअसली अगाडि बढ्ने क्रम जारी रहिरहेको छ आकाश चाहिँ हाम्रो हेमराज भयो साथीहरू साजन रविना हामीहरू हिँडिरहेकै छौँ अहिलेसम्म थाकिएको चाहिँ छैन अब केही छिनमै थाकिन्छ कि जस्तो लाग्छ एकदम सिडी मात्रै युज गरेको छ यहाँ चाहिँ सिडी चाहिँ एकदम लामो छ माथिसम्म नै सिडी चढेर जानुपर्ने हो कि जस्तो लागिसक्यो सिडीमा हिँड्नुभन्दा बरु त्यो बाटोमै हिँड्दा चाहिँ अलि राम्रो हुन्छ कि जस्तो लाग्छ सिडीमा अलिकति खुट्टा उचाल्नु पर्ने अनि अगाडि बढाल्नु पर्ने अलिकति पावर चाहिँ बढी लाग्छ 5 मिनेट 10 मिनेट भयो नि बसौँ अन्जली आज 2 केजी घट्छ ढुक्क प्रकृति घटेर 45 केजीमा आउँछ मजा आयो जय माता दी सारे बोलो जय माता दी भगवान बुद्धको जोर से बोलो जय माता दी पीछे बोलो मिलके बोलो नहीं सुनियो हमें बोल बन जा रहा है साथीहरू पुरै रमाइरहन् मजा आयो भनिरहन् एक त मलाई त एकदम झन् मजा आइरह झन् साथीहरूले रमाइलो भयो भन्दा चाहिँ एकदम म चाहिँ अलि उत्सुक हैन पुरै एकदम रमाइरहेको छ अगाडि हाम्रो टोलीहरू हिँडिरहेकै छ जस अहिलेसम्म चाहिँ थाकेको छैन अब चाहिँ स्याँ फ्याँ गर्दै अगाडि बढिरहेको छ टिम अगाडि बढ्न आँटिरहेको छ यहाँ चाहिँ अब कस्तो नि हामीसँग फेरि 1-2वटा कुकुरहरू नि छन् कि एकदम मजासँग फ्लो गरिरहेका छन् यिनीहरू पनि माथि पुग्छन् होला त पक्का जवान मनिष हो यो सामान पुगेकै छ हिँडेकै छ माथि पुगेछन् कतिजना त गाह्रो छ लड्थे यिनीहरू मेरो हिँडेका कि लड्थे कहाँ बिचरा पुस्दैन फोटोको अभाव भाजुहरूलाई अनि लेट्स क्लिक मेरो मोबाइलबाट फोटो राम्रो आउँदैन कि अरूलाई हुन फोटो खिच्ने भयो क्या फोटो खान्छ देऊ न ऊ त्यहाँ कसरी चाटेर खाइरह दोस्त नै छैन औ झर्नु छ झर्नु है रमाइलो रहेछ 78 भने 2 वर्ष भइसकेछ माटोमा हिँड्नु रमाइलो सजिलो नि हुन्छ यसरी उचाल्यो यस्तो हुँदा यो राम्रो छैन
गाउँमा जाने बाटो नि यस्तै छ उता पारि हेर त उता तल हेर त बाटो यस्तै बना घर घरमा जानलाई यो ठाउँ भनेको नासपतिको लागि एकदम प्रख्यात जिल्ला हो ठाउँ हो नासपति अघि कति देखेको बाटोबाट ऊ यहाँनिर काफल पाकेको रहेछ एउटा कहाँ त 75 म 68 छु म 75 नर्मल हो त त्यो नर्मल पहिला म 55 थिएँ म झन् 75 बाट घटेर 50 मा म नि 60 थिएँ क्या दिएपछि त्यो गाउन मोटाउँछ अरे मलाई त्यो हो तर एउटा ग्रुप फोटो तान्दिउँ ल ल सबै बस्छ त छिटो बस्छ न ए फोटो खिच्दैछु बस्छ भन्दैछु ओ आकाश छिटो बस्छ न मुझसे दूर कहीं ना जा बस यही कहीं रह जा मैं तेरी दीवानी रे अफसोस तुझे है क्या मुझसे दूर कहीं ना जा बस यही कहीं रह जा मैं तेरी दीवानी रे अफसोस तुझे है क्या तेरी मेरी कहानी नहीं बन गई तू मेरा हो गया मैं तेरी हो गई जहाँ जाए तू संग मुझे ले जा ले जा ले जा ले जा ले जा ले जा महकी रात में चुरा के सारे रंग ले जा सारे रंग ले जा रातें रातें भीगू साथ में तू ऐसी मुलाकात दे जा यहाँ एउटा चौर रहेछ हेर्नुहोस् हिँड्दै जाँदा पत्ता लाग्छ कहाँ के छ भन्ने कुरा बलहरू उडिरहेछ यहाँ एउटा फुटसल भन्दा नि फुटबल एकदम राम्रो टिम बनायो भने यहाँ खेल्न सक्ने ठाउँ रहेछ इन्जोय गरिराखेका छन् साथीहरूले हामी पुग्नुपर्ने माथि त्यो डाँडामा डाँडादेखि अझ तल झर्नुपर्छ है रैला हुने भयो आज रैला भइरह आउँदैछन् केही साथीहरू पछाडि धर्म गर्नुपर्छ नि त त्यो सङ्घर्ष गरेर आइरहेछन् हामीहरूसँग थाकियो खानुहोस् हजुर खानुहोस् कहाँनिर पायो तिमीले फेरि ठ्याक्कै गिलास स्वप्नमा हाले कति माया गर्थ्यो होला झन् बसाइदिइसकेको छिन् नमस्कार साथीहरू कहाँसम्म आइपुग्यो यार तल हो कि माथि गयो कुकुरले सधैँ वेट गरे यिनीहरू कहाँ गयो यिनीहरू आयो है आवाज मान्छेको आवाज जता सुने त्यतै कुकुर जान्छ भूकम्प गयो भने पहिला कुकुरले पत्ता लगाउँछ गाईहरू जनावरले पत्याउने छैन कुकुर जति सुकै निन्द्रामा जाओस् होइन अलिकति केही चल्यो भने कुकुरले थाहा पाइहाल्छ अरे मान्छे स्टुडेन्ट हामीलाई भनिदिएको सरले स्टुडेन्ट भनेको कुकुर जस्तो हुनुपर्छ अरे क्या बिहान उठ्ने अल्छी मान्ने होइन तर सबै जनावरहरूको युनिक एबिलिटी चाहिँ हुने
एउटा न एउटा गुण चाहिँ दिएकै छ सबैलाई। काफल छ रे त यार, कता छ? ओए कहाँ हो? काफल छ भनेर ठगेर है, रुख मात्रै छ रे लास्टमा। के बोले? अदा मिल्छ यस्तो खाना होइन, यही हो। भित्र हुन्छ ठिक। ओइ बढिएन नि, त्यही त कुन चाहिँ भाँच्यो छ यार। म नानी खाऊ खाऊ न खाऊ, म त खाएर आउँ घरबाट। ल आऊ आऊ। ल साथीहरू बल्ल बल्ल आयो यार। हिँड्न है, अरूलाई डिस्टर्ब गर्छ यार। ओइ छिटो आऊ, कहाँ थियो अहिलेसम्म? त्यहाँनिर छ ठुलो बत्तोमा। काफल खानु गएनौ? हेर एक्लै एक्लै काँक्रा खाएको। ओए छिटो काँक्रा लिएर आऊ। ल भाँचेर होइन, हामी टिपेर ल्याउँछौँ। उयो यहाँ फला क्या, जाऊ त तिमी पहिले म पछाडि। किन नम्बर आउँदैनौ? फाल्ने भन्ने नफाल है, टिप। अहिलेसम्म देखाएको छैन। थैट तेरिका, तिमी कस्तो काफल हो त फेरि? अर्को काफल होइन, तिमी हो। हाम्रो भाँच्ने होइन क्या, यहाँ त हेर न कस्तो पाके। भन ए खै मैले देखेर हो उस गरेको। यो त हामी दुईजनाले भेटाएको। मैले गर्दा हो नि, हामी त खान गएको हो नि सुरुमा काफल। सबैलाई देऊ है छोरछोरै। दुईवटा छ। मैले खायो, रुखमै खाएँ त मैले। ओके छिटो हिँड न। ओ एउटा गीत भन न, म पनि मिसाउँछु क्या। ल भन त। अनि ताछेरी खेलौँ है। स्टप स्टप स्टप। मबाट म सुरु गरौँ। रमाइलो छ जिन्दगी, जिन्दगी ठण्डा। रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी। रिबाट आयो। मुलाकात हो गई। ल बेटा, हेलो जोत्ने साथी,
हो काले हो मगर जी नहीं सकते तुम्हारे बिना बिना कहाँ हो नो हो नबाट नमान लाज यस्तरी केबाट हो भन न भाइ कहाँ पर्यो बाबा सँगै गीत गाउनु पर्छ मबाट कसैको हुँदैन भागेर जाऊ कुन ठाउँ जाऊ मर्ने कसैलाई रहर हुँदैन चट्टान और तूफान की दोस्ती गाज और गर्जन की दोस्ती पूरब पश्चिम मिलते हुए हैरत ये दोस्ती दुरुदुम 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 ल यहाँ त ठुलो पहिरो गएर रहेछ त यार तल हेर त एडभेन्चर त ऊ तल रहेछ ऊ तल खोलाबाट बाटो रहेछ के त्यहाँबाट आएको भए रहेछ खतरा सुन कालो यसरी किमु रहेछ यार अगाडि मर भी जाए प्यार वाले है उनसे चलते
चलते यूं ही रुक जाता हूँ मैं, बैठे बैठे यूं ही खो जाता हूँ मैं। हेमराज अगाडि गइसक्यो होला नि। नेपाली गीत गाउन यार। दिल मेरी ना सुने, दिल का मैं क्या करूं। पूरी को आ जाए पूरा डांस है। फाइनल्ली भुन्डोल, फाइनल्ली भुन्डोल आइपुग्यो। दामी रहेछ नि त यहाँ चौर। हाम्रो टिम कहाँ छ है? ओ माई गॉड, वाओ। तो पिला दे रे सजनी दीवानी। तिमी पाण्डा त नि, अहिले अहिले जान्छ अनि थाहा हुन्छ। चिलाउँछ बडी क्या ग्रुपिङ। हेरे कुकुर 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 आतु 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 मोटी। अले ले अले ले 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 ल त्यहाँ चाहिँ कम्पिटिसन चलिरह। अञ्जली गएर मिसाउ न, गएर त्यही मिसाउ न। म चाहिँ साह्रै थकित भएँ है। म त झाडीको मुनि आएर बसिरहेको छु। ओह माई गॉड, कुल छ जे स्न्याच रहेको। छिटो आउनु हो, कहाँ हराएको? छिटो आऊ। अरू खोइ हेम। कहिलेकाहीँ त कति माथि डाँडा डाँडा बस्नु, कहिलेकाहीँ त तल खोलातिर, खोलाको बिचको चौरतिर मजासँग आराम गर्नुको आनन्द नै छुट्टै छ। सो हाइकिङ आउनु मन छ भने लगनखन्डीबाट सरर चढेर आउँदा हुन्छ। भुन्डोल दक्षिणकालीसम्म गाडी आउँछ, त्यसपछि त्यहाँबाट चाहिँ हाइकिङ हिँडेरै आउने। सरर आनन्द छ गाइज। केटाहरूको फोटो खिच्ने स्टाइल पनि फरक छ, सुती सुती खिच्छन्। आर यु क्रेजी? हेम पुराडी ल कति ढिलो गरिदियो क्या यार, तिमी कहाँ हराएको? हो यार तिमी त लास्टै भारी बोकेर त्यहाँबाट भारी बोक्दै। ल जाम। ओ माथि जाम कि, त्यो माथि त्यो टेन्ट राख्यो भन्दा पछाडि। ल जाम जाम जाम। ओए ल ल हिँड न हिँड न, हामी हिँडे भइगयो क्या।
मेरो त मजा छैन ओछ्यान लगाएर सुतिसक्यो कुन जग्गाले टिक्यो खोइ कहाँ जुका त्यो रहेछ यार आमा अब न यही छ के राम यो मान्छे थकी टोली एकदम थकाइ मार्न थाल्यो पुरै कुच्चिया छ यार भोलि फेरि जङ्गललाई आफ्नो भाग त्यही त फेरि किन फिर्ता दिनु ल हाम्रो लागि ऊ राजुले के ल्याएको छ रे आँप ल्याएको रहेछ वाउ म भिडियो गर्दैछु के गयो हामी चाहिँ एकछिन नाच्यौँ घुम्यौँ नाचियो नाच्न नआए नि अलिअलि हल्लियो अब चाहिँ हामी माथितिर जाँदैछौँ माथि कस्तो रहेछ माथितिर पनि बाटो बनाएको रहेछ अलि माथिसम्म हामी पुगेर चाहिँ झर्नेछौँ के रहेछ माथि यो बाटो चाहिँ खासमा माथि चम्पादेवी मन्दिर जानलाई बनाएको हो यहाँ चाहिँ सिडीहरू एकदम पर्याप्त मात्रामा राखिदिएको छ रमाइलो छ हामी रमाइलो गर्दै अगाडि बढिरहेका छौँ हामी 3 जना मात्रै गयौँ अहिले माथितिर म हेमराजको साथी म पनि हेमराजकै साथी हेमराजको साथी हेमराज नै रहेछ यार हेमराज ओ यहाँ के एउटा लाने हो तल पोलेर खानुहुन्छ नि अझै छ ल जानु त एकछिन अगाडिसम्म हामी पुग्ने भनेर आयो त्यहाँसम्म क्या यहाँसम्म यति किनभने अहिले बनाइरहेको थियो नि त हेर न ओ माई गड काफल हेर्दा आम्मा काफल काफल हेर्दा धेरै ओ माई गड काफल टिपौँ है ल गाइस घुम्न आउनुको फाइदा एउटा पनि यो पनि है मलाई म फोटो खिच्छु मेरो फोन नि हैन एउटा मलाई खिच्दै हातमा फोटोटै ल यो हो नि त हैन घुम्न आउनुको मजा त यो हो नि त हैन सट्ट नेचरले दिएको कुराहरू खाने खै बाई हाम्रो यात्रा सकियो आजको ट्रेकिङ हाइकिङ चाहिँ सकियो अब हामी चाहिँ फर्किन आँटेको गुन्डोल एकदम राम्रो छ धेरै मान्छेहरू भिजिट गर्न आउनु हुँदो रहेछ खुसी लाग्यो यसरी नै कहिलेकाहीँ तपाईँहरूलाई टाइम फ्री छ भनेपछि टक्क मजासँग
खासै खर्च लाग्दैन म्यानेज गरेर आउन सक्नुहुन्छ तपाईहरु सब हाल्नु जति छ त्यति भिडियो हाल्दिन्छ एमराज खड्का ल गो 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 बाई बुन्डोल माथिको हो यार क्या दामी देखिया पुरै 360 मा खिच्छु है 360 डिग्री बाय बाय बुन्डोल गाउँतिर जान्छ भाइ भिडियो रहेछ राम्रो रमाइलो लाग्यो जे होस् अब हाम्रो बुन्डोलको यात्रा सकियो हामी आउँदाखेरि चाहिँ अर्कै बाटो आइरहेको थियौँ उता जङ्गलको बाटो यता यो अर्को चाहिँ एउटा खोलातिरको बाटो रहेछ खोला खोलै झर्दो रहेछ तल यताबाट चाहिँ अलि रिस्क देखियो किनभने अलि भिर जस्तो छ यता चाहिँ लड्यो भने स्वाटी तल नै गइन्छ जस्तो लाग्यो त्यही भएर अलि आउँछ भनेपछि यताबाट हिँड्दाखेरि चाहिँ अलि मजासँग ध्यान दिएर हिँड्नु होला आजको यात्रा हाइकिङ एकदम रमाइलो भयो साथीहरू अगाडि हिँडिराख्नु भएको हामी अलि माथिसम्म गएको माथितिर चाहिँ एकदम काफलहरू पाउँदो रहेछ काफलको सिजनमा आउनुभयो भने एकदम मजासँग खान सक्नुहुन्छ त्यस्तै अब हामी चाहिँ अब रिटर्न भइसकेका छौँ अब मेरो मोबाइलको स्टोरेज पनि धेरै भइसकेको छ त्यही भएर मैले तपाईहरुलाई यति नै देखाउन पाएँ त्यसको लागि धेरै धेरै बधाई दिनुस् मलाई ल आजको यात्रा सकियो I wanna follow you. I wanna follow you. I wanna follow you. I wanna follow